म अभिषेक सादा बोल्दैछु। आज म कलाकार भएर होइन, शोषित, पीडित, उपेक्षित मुसहर समुदायको आवाज भएर बोलेको छु। हामी शिक्षा, सम्मान र अधिकारबाट हरेक माध्यमबाट वञ्चित छौं। अब चुप बस्दैनौं, अब उठ्ने समय आएको छ। हाम्रो मुसहर हरेक माध्यमबाट वञ्चित, शिक्षा छैन, रोजगार छैन, पीडा नै हाम्रो परिचय बनाइयो। जबरजस्ती, छुवाछुत, भेदभाव, हेपाइ चेपाइ हरेक पाइला गरिबीले थिच्दा पनि हामी अझै बाँचेका छौं साहसी बनी। बलात्कार, अन्याय कसले सुन्छ हाम्रो आवाज? नेताले भोट मात्रै मागे, दुःखमा कसैले दिएन साथ। अब उठ मुसहर समाज जयकार, मुसहर समाज जयकार। एकजुट बनौं, आफै नेतृत्व गरौं, जयकार जयकार। हामी छोरीहरू डराएर होइन, अब हिम्मत बोकेर उड्छौं। शरीर माथिको हिंसा, मन माथिको पीडा अब सहदैनौं, अब लड्छौं। हामीलाई कमजोर ठान्नेहरूलाई आज जवाफ दिन्छौं। शिक्षा हाम्रो अधिकार हो, सम्मान बिना हामी बाँच्दैनौं। दिनाराम जयकार, दिना भदरी जयकार, मा सबरी जयकार, मुसहर समाज जयकार। रोजगार छैन, अवसर छैन, तर सपनाहरू मरेका छैनन्। आफ्नै गाउँ, आफ्नै समाज जब हामी आफै बनाउने छौं। भ्रष्ट नेताको पछि होइन, विकासको बाटो रोजौं। आफ्नै छोरा छोरीका लागि हामी आफै नेतृत्व गरौं। एकजुट नै हाम्रो शक्ति हो, फुट होइन एकता चाहिन्छ। हाम्रो भविष्य हाम्रो हातमा छ, अब अरूको दया चाहिँदैन। युथ स्वास्थ्य रोजगार हुन माग होइन, अधिकार हो। मुसहर हुनु अपराध होइन, यो त सङ्घर्षको पहिचान हो। एकजुट बनौं,